एउटा गाउँमा एकजना बुढो थिए जो अलि अल्छी थिए। उनको एउटा बाख्रा थियो जो एकदमै मोटा र बलियो थियो। बुढो सधैँ बाख्रालाई घाँस हाल्न र पानी खुवाउन अल्छी मान्थे। एक दिन बुढोले बाख्रालाई घाँस हाल्न जाँदा बाख्राले भन्यो, आज म घाँस खान्न, मलाई चाउचाउ चाहिन्छ। बुढो छक्क परे, के भनेको यो बाख्राले? चाउचाउ? बाख्राले पनि कहिल्यै चाउचाउ खान्छ? बाख्राले फेरि भन्यो, मैले भनेको चाउचाउ। यदि मलाई चाउचाउ दिएनौ भने म तिम्रो घर भत्काइदिन्छु। बुढो डराए। उनले सोचे, यो बाख्रा त साँच्चै रिसायो जस्तो छ। उनी तुरुन्तै बजार गए र धेरै चाउचाउ किनेर ल्याए। बाख्राले मज्जाले चाउचाउ खायो र बुढोलाई भन्यो, ल आजलाई त भयो, तर भोलि मलाई मम चाहिन्छ। बुढो फेरि तनावमा परे। अब यो बाख्राले ममा पनि खान्छ? यो त मलाई कंगाल बनाउने भयो, उनले सोचे। अर्को दिन बुढोले डर मानेर बाख्रालाई मम दिए। बाख्राले ममा खाएपछि भन्यो, अब मलाई कोल्ड ड्रिङ्क चाहिन्छ। यसरी हरेक दिन बाख्राले नयाँ नयाँ खानेकुरा माग्न थाल्यो र बुढो गरिब हुँदै गए। गाउँका मानिसहरू यो देखेर हाँस्थे र भन्थे, कस्तो अचम्मको बाख्रा र कस्तो अल्छी बुढो। एक दिन गाउँको एकजना चलाख मानिसले बुढोलाई भन्यो, तिमीले यो बाख्रालाई धेरै माया गर्यौ, अब यसलाई काममा लगाउनु पर्छ। बुढोले भने, काम? यो बाख्राले काम गर्छ र? यो त खान मात्र जान्दछ। त्यो मानिसले भन्यो, तिमीले यसलाई काममा लगाउन सिकायो भने यसले गर्छ। तिमीले यसलाई खेत जोत्न र भारी बोक्न सिकाऊ। बुढोले त्यही गरे। सुरुमा त बाख्राले गाह्रो मान्यो, तर पछि बिस्तारै काम गर्न थाल्यो। जब बाख्राले काम गर्न थाल्यो, त्यसले अनौठो खानेकुरा माग्न छोड्यो। बुढो पनि खुसी भए, किनकि अब उसको बाख्राले काम गरेर पैसा कमाउन थालेको थियो। अन्तमा बुढो र बाख्रा दुवैले एकसाथ काम गरेर गाउँमा सबैभन्दा धनी बने। गाउँका मानिसहरू अचम्म मानेर भन्थे, हेर्नुहोस् त, त्यो अल्छी बुढो र अनौठो बाख्रा अहिले कति धनी भए।